गाइस हामी चाहिँ निस्क्यौ यहाँबाट। अब हामी कहाँ जानेवाला छ? अब चाहिँ हामी तल रोज गार्डन जाने। रोज गार्डनमा रोजै रोजमा गएर फोटो खिच्ने। अब त घाम पनि गयो। कत्रो टायर हो यसको। कति हो सोध्दा खान्छ? ए पार्किङ। ए उयो सोध्नु न। उयो बाइक रोज गार्डन जाने बाटो कुन हो? अगाडि हो। बल्ल आइपुग्यो यहाँनिर रोज गार्डन। यही रोज गार्डन। यहाँ चाहिँ हामी फर्स्ट टाइम आएको, त्यही भएर बाटो याद नभएर चाहिँ चिन्ता यता उता भयो नि। दिन पनि कस्तो भएर आयो अब त। अब तपाईँहरूलाई माथि पुगेर भेट्छु यहाँनिर समीक्षाको फ्यानहरूलाई। हामी चाहिँ निस्क्यौँ। अब हामी माथि जाँदैछौँ। कस्तो भएर आयो नि, पानी चाहिँ ठुलो पर्ने रहेछ। अब हामी छिटो छिटो गरेर निस्केन रहेछ भने चाहिँ जोर भिज्छ है। त्यो रेस्टुरेन्ट नै मजाको टाइपको है। अनि बोट रहेछ, एक टिकट काउन्टर रहेछ। कस्तो मजाको फुलहरू हेर्नु न। रेस्टुरेन्ट पनि रहेछ। रोज गार्डन सोलो फोक। कस्तो मजाको नि हेर्नु न। यहाँ चाहिँ टिकट। यहाँ चाहिँ फुपू टिकट गर्नु हुँदैछ। त्यहाँदेखि हामी यहाँ माथि जान्छ। के भइरह्यो है टिकट यहाँनिर? हामी चाहिँ लोकल हो भनेर ए नलिएको एकजना होइन हौ। अन्त एकजनाको डिस्काउन्ट गरिदिनु नि भनेको गरिदिँदैन। 50 रुपिस रहेछ पर हेड चाहिँ। ए पर हेड चाहिँ 50 रुपिस टिकट अरे, नो डिस्काउन्ट। तर यहाँनिर टिकटको त्यो रिसिप्ट पनि दिएन किनभने आई थिङ्क आउट अफ स्टक भइरहेको रहेछ होला है। कस्तो मजाको ग्रिनेरी होइन यो रुखहरू, कस्तो मजाको है। खै कहाँ गयो दुईजना? यही हो गार्डन चाहिँ। ए यस्तो रहेछ है। त्यहाँ चाहिँ फ्लावर एक्जिबिसन होला। एक्जिबिसन के भन्छ? एक्जिबिसन। आई थिङ्क दिस वे or this way? Which? त्यहीँ बसेर फोटो खिच्नु चाहन्छ। प्लिज डोन्ट प्लक द फ्लावर्स अरे। यहाँ चाहिँ नाम पनि लेखिदिएको रहेछ। कस्तो आउँदैछ फोटो? फोटो त आई डोन्ट नो। भिडियो यो त। यसको चाहिँ के भन्छ भयो यो? यो फ्लावरहरू चाहिँ पुरा रहेछ, नाम चाहिँ याद छैन है। लु के हो? नथिङ त्यस्तो यो त केही छैन रहेछ। जस्ट अब यो सिजनमा चाहिँ फुलतिर चाहिँ दामी देख्छ होला नि त, त्यसले गर्दाखेरि मात्रै। अहिले त अन्त अब सिजन सकेको होला अन्त। यहाँ बस्नु न त। यहाँ बस्ने रहेछ होइन। यसरी यहाँनिर बस्ने जग्गा पनि रहेछ है। कस्तो मजाले यहाँ चाहिँ गिट्टीहरू राखेको रहेछ, पेबल्सहरू होइन। भिल्ला टाइपको है, मजाको। यस्तो मलाई पुरा मनपर्छ हौ। कस्तो मजाको। क्या खोजिदियो होइन यहाँनिर, कहाँ रहेछ। गाइस हेर्नु न यो चाहिँ के रहेछ। इफ तपाईँहरूलाई याद छ भने चाहिँ प्लिज कमेन्ट डाउन होइन। यो चाहिँ ब्याम्बू जस्तो रहेछ बट के हो हामीलाई चाहिँ याद छैन। हेर्नुहोस् त। इफ तपाईँहरूलाई यसको नाम याद छ भने तपाईँहरू कमेन्ट गर्नुहोस् के रहेछ होइन। निकै टुरिस्टहरू रहेछ। यहाँ चाहिँ सानो के भन्नु होला, यो पन्ड पनि होइन, यो चाहिँ म्यानमेड पन्ड रहेछ।
यहाँनिर यसो फिसहरू पनि हालिदिनु नि है त्यहाँ पर होइन कस्तो मजाको देखेको नि त्यहाँ पर चाहिँ सिजनमा आयो भने मात्रै भेट्ने रहेछ नि त फुलहरू मजाले अनि मैला भएछ हामीले सिजन सकेर आएको होला नि त है त्यही भएर बेसी फ्लावर्सहरू चाहिँ छैन रहेछ होइन अलिअलि देख्न सक्नुहुन्छ अहिले तपाईँहरूले भिजिट गऱ्यो भने त्यस्तो भेट्दैन रहेछ फुल चाहिँ यो यहाँनिर चाहिँ रोज गार्डन चाहिँ भिजिट गर्ने चाहिँ नि अप्रिलहरूतिर रहेछ है अप्रिलतिर चाहिँ यहाँनिर सिजन हुँदो रहेछ नि त कि अन्त सिजनको टाइममा आयो भने मात्रै तपाईँहरूले यहाँनिर फुल भेटाउनुहुन्छ नभने चाहिँ यतिको मात्रै भेटाउनुहुन्छ अलिक कम्ती कम्ती नै छैन रहेछ त्यस्तो बेसी खास त लागेन उयो पर हेर्न हामी त्यहाँ पुगेर आएको त्यहाँ घाम लागिरहेको छ त फेरि फेरि अहिले हामी यस्तो बेलामा आएर नि घामै छैन नि त भयो फिलिङको घाम लागेको भए चाहिँ मजाको आउँथ्यो होला कि भिडियो पनि बट अहिले उयो भएर है घाम छैन नि त फकी भएर चाहिँ त्यसले गर्दाखेरि यस्तो राम्रो र क्लियर चाहिँ आएको छैन माथि चाहिँ एउटा क्याफे रहेछ है हामी चाहिँ अब क्याफे जानु भ्याउँदैन होला किनभने हामीलाई चाहिँ अलरेडी पुरा लेट भइसक्यो टाइम हेर्नुहोस् कति भइसक्यो होइन हामी अलरेडी खाइसक्यो होइन त्यसले गर्दाखेरि अब स्टमक इज फुल सो त्यतिकै यहाँनिर उयो रोज गार्डन उयो हेर्नु मात्रै आएको अब चाहिँ निस्किनु पर्छ होला यहाँबाट है ढिलो भइसक्यो पानी ठुलो पर्छ होला यस्तोहरू मलाई कस्तो मन पर्यो है यहाँ यसरी बसेर जो म रेस्टुरेन्ट चाहिँ यो रहेछ हेर्नु न कस्तो मजाले त्यो फुल्ली प्लान्टले कभर गरेको रहेछ हेर्नु न लुक सो ब्युटिफुल है सबै विन्डोहरू कस्तो मजाको लाग्यो हेर्नु न विन्डोहरू सबै रेस्टुरेन्ट चाहिँ यस्तो मजाको रहेछ हेर्नु नि सबै त्यो स्टोनले बनिएको रहेछ है कस्तो मजाको देखेको त्यही माथि लाइट पनि येल्लो लाइटले गर्दाखेरि कस्तो मजाको रिफ्लेक्ट गरेको कस्तो ओए यो यस्तो कस्तो मजाको लाग्छ मलाई यत्रो ठुलो ठुलो विन्डोमा जसरी ग्लासहरू आइरहेको है मलाई यस्तोहरू कस्तो मजाको लाग्छ हौ यहाँ चाहिँ बाहिर बसेर उयो गर्ने पनि बेला कस्तो मजाको रहेछ है जी बुक्सहरू पनि रहेछ उयो हेर्नु त होला कस्तो मजाको हुँदैछ नि कस्तो मजाको यो चाहिँ वासरुम रहेछ वासरुम पनि कस्तो मजाले बनाएको रहेछ त्यो चाहिँ जेन्ट्सको रहेछ दिस इज लेडिज म चाहिँ गएको अहिले भेट्छु त्यो प्रडक्ट के हो हेलिपेड है त्यो अघि हामी गएको एकछिन है त्यो चाहिँ बाहिर रहेछ हेर्नु न कस्तो मजाको हामी टप फ्लोरमा छु यहाँ चाहिँ सबैजना फोटो खिच्नुमै बिजी छ गाइस हामी चाहिँ भर्खरै जोरथाङ आइपुग्यो अब एकछिन बजार बस्ने जोरथाङ बजार अलिकति काम छ कहाँ देख्यौ तिमीले अफ गरममा आइपुग्यो अब फेरि यो चाहिँ हो जोरथाङ बजार कस्तो यहाँ कस्तो मजाको आयो यो रुखो हेलो